हेलो गाइज वेलकम टू माई ब्लग। आज चाहिँ शनिबार म घरमा एक्लै छु, पसलमा बसेको छु एक्लै। जागर पनि लाग्दैन, के गरम भन्ने बात छ मलाई। म त पसलमा मान्छे आउँछन् अनि हाम्रो बहिनीहरू आउँदैछन् अहिले कहाँबाट। कहाँ जाने हो? मेरो ब्लगमा देख्यो। हेलो, यिनी मेरो बहिनी हुन्। त्यो पनि मेरो बहिनी हो, दुईटी बहिनी नक्कलीहरू, दुईटी नक्कली। मलाई कहाँ जाम भन्न आछन्। कहाँ जाने साथीहरू? कहाँ जाने बहिनी? मलाई भयो। कहाँ जाने के? कहाँ जाने? पूजा? कहाँ पूजा? कसको घर? कहाँ के घर पैसो? तल के तुलसीपुर तल। यहीँनिर? तुलसीपुर ए यहीँनिर जाने र? जाम न त, जाम के आउनु। पसल कसले हेर्छ त? मम्मीले। मम्मी आउनु पर्यो। आउँदा छैन। को हुनुहुन्छ ऊ त्यहाँ? खै यसो मम्मी आउनु पर्यो तपाईँ? को हो यहाँ? ठुलो मम्मीको के हो यो? पर्छाइ हो कि के हो यो? को हुन्छ यहाँ? चिन्नुभयो? देख्नु भएन? हित्तीमा मान्छेले देख्दैन। वाउ वाउ। अनि अरूको चाहिँ तलको बाट अब हामी पूजामा जान्छौँ गाइजहरू। म त्यहाँबाट फेरि नयाँ कन्टिन्यू मैले ब्लग गराउँछु। वेलकम टु माई ब्लग। आज धेरै पछाडि भ्लग बनाउँदैछु, त्यही पनि यता गाउँ डुल्न जाँदा। डुल्न मतलब यिनीहरूले त्यहाँ पूजामा बोलाएको थिएँ अनि मतलब मान्छेले क्या, अनि यिनीहरूले फेरि जाम भनेर मलाई हुक्क पारेर म उठेर जराकजुर उठेर आएको छु। त्यही भएर यस्तो हाम्रो गाउँ देखाइदिनु भनेर कि यस्तो राम्रो गाउँ छ हाम्रो। पछि लाग्छ। हेलो करुणा म्याम, केही भन्न चाहनुहुन्छ? खाना भोकै लागेन, कसरी खाने भन्ने सपना देखेको छु मैले। पर्ग्या के भन्न चाहन्छौ? भोक लागेको कसरी खाने के गर्न चाहन्छु। खाना हामी खान जान्ला। हामी के गर्नु त त्यहाँ पूजामा गएर पूजामा खान जान लाग्छौँ। खाना त्यही पनि नमुना भन्न जाला, जस्तो भन्नु जाला भरे हाम्रो त्यस्तो। मेरो कपाल पनि कोराम छैन क्या, के बोला नि मान्छेले हामीलाई। हाम्रो यस्तो राम्रो गाउँ छ। घर कसको त्यो मान्छे पनि चिनाएको नि। यति राम्रो गाउँ छ हाम्रो। करेका साथीहरू फेरि आउँदैछन्, करलाई खोज्दै होला। नमस्ते गर्दै गाइज। कहाँ लाग्यो के? म त्यही इन्टरभ्यू हेर्दा त्यसरी भेट्नु करे फेरि अब बिजी भइहाल्यो। अब हामी चाहिँ जाँदैछौँ। के भन पर्ग्या मेरो ब्लगलाई केही भन्दै। म केही भन्न चाहन्छु अब त्यो बिजी भइसक्यो। पर्ग्यौ क्या केही बोल पर्ग्या। नि बोल्ने अब कसरी जाने गाउँ छ, कसरी जाने यो भन्ने अलमल परिरहेको छु। राम्रो गाउँ छ हाम्रो। कस्तो काली मान्छे छु कि म। फेरि राम्री छौ तिमी, काली भन्छौ फेरि राम्री भनेर। कति काली भनेको छु दिदीहरू त। यता ग्राउन्ड फेरि राम्री छ मेरो बहिनी। यस्तो राम्रो छ हाम्रो गाउँ गाइज। घुम्न आउनुलाई हाम्रो गाउँमा। के भनौँ के यार, के भनौँ? पर्ग्या भन त के पर्ग्या बोल केही। फर्स्ट ब्लग हो यो चाहिँ, त्यही भएर फर्स्ट ब्लग होइन, सेकेन्ड हो। सेकेन्ड हो बनाउँछु मलाई। हेर्नु परेन ब्लगमा लाइक कमेन्ट सब्सक्राइब सब गर्नुपर्छ। त्यहाँ घरकाले गर्दैन, अब अरूको त मलाई केही आशै छैन। यस्तो छ घरका मान्छेले गर्दैनन् लाइक कमेन्ट। ल गर्छु तपाईँहरूले चाहिँ गरिदिनु होला। अब करुणा बिजी भयो कि त्यहाँ आफ्नो साथी पाउनुपर्छ। करुणा त फेरि हामीलाई त बिर्सिहाल्छ। अब के भनौँ र अरू त यस्तै। अब हेर्नु भाइ पनि भाइलाई पनि अब ल्याए कि के भन्ने र। मैले चाहिँ थाहा पाइसकेको छु यो जा भनेर। के भयो गौलभ? के भयो? मेरो भिडियोमा के भन्थ्यौ? ल दिदीलाई भाइरल बनाइदिनु भन। मेरो भाइ कति ज्ञानी छिन्।
हामी तल त भिडियो बनाउन जान लाग्छौँ के ए ल भनिदेऊ त मेरो भाइ केही बोलिदेऊ हेलो मेरो नाम गौरव शर्मा भनिदेऊ न खाक्ने भन्नु छ दिदीको मुना दिदीको घर जान लाग्छौँ क्या हामी त पर्सेन त्यहाँ बुक्नु जाला पछि पछि लाग्यो अहिले आउँछौँ है तिमीलाई के ल्याइदिने हो भन त मेरो साथीको घर हो के मेरो साथीको घर हो कि मेरो साथीको घर यस्तो छ भाइ बहिनीलाई फकाउन यस्तै रिसाएर यहाँ बाटोमा बसेछन् हेरै हामी कति ज्ञानी चाहिँ मेरो भाइ कति ज्ञानी चाहिँ नरिसाउ न जाऊ गौलाब जाऊ गौलाब कति ज्ञानी चाहिँ तिमीलाई के ल्याइदिने भन त म ल्याइदिन्छु के ल्याइदिने पानीपुरी पानीपुरी ल्याइदिने हो गएपछि मात्रै ल्याइदिन्छु मैले त ल्याइदिनँ फेरि जाऊ घर जाऊ म पानीपुरी ल्याइदिएर आउँछु कि मोमो ल्याइदिने हो उसले नानीसँग जा त्यो नानीसँग म पठाइदिन्छु आइज छिटो छिटो दिदीसँग नानी यसलाई पनि लड्छौ त जाऊ के म ल्याइदिन्छु म ल्याएर आउँछु भाइ हेर्नु खसालिदिन्छु भएन फेरि मैले जा छिटो यस्तो गाह्रो छ भाइ बहिनीलाई जाऊ 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 यसलाई मैले पिटी पिटी पठाउँछु नि यस्तरी लतार्छु गएर मैले साँच्चै लतार्छु फेरि म नरिस्टा उठ के ल कर्नाको उठा गौरव उठा पछि पछि लाएर तलसम्म जो कति ज्ञानी छैन के भयो हामी होइन कि जान लाग्यो तिमीलाई लगिहाल्छौँ के जानी भएपछि त मारेर किन हानिस् बुकलाई तँलाई त जा त भाइलर घर जा त हामी जानी भएपछि त हामी लगिहाल्छौँ के र जा 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 परे जान्दै परे पनि जानलाई छैन देखिस् जाऊ जाऊ पर्यास परे पनि जानलाई छैन देखिस् जान्ने परे हामी जम्मा जान्दैम पुग्यौ न जा बाई गौलभ यस्तो छ गाह्रो भाइ बहिनीलाई फकाउन अब पर्या कतिखेर फकाएर कतिखेर आउने हुन् यस्तो रिस उठ्छ मलाई त यताको गाला हान्ने यताको गाला सुन्दैछु भाइलाई देखेर यस्तो रिस उठ्छ अस्ति जान न बर्थडे भयो भने तल ऊ त्यहाँ तल पुग्छ देख्दै देखाएको छैन कि पछि पछि उता तल गएर फेरि फर्किनु है किन पर्या आइसक्यो पछि पछि आएछ बिस्वारी खाए कतिजना मान्छे नजाम है के भन्दा पर्छ नि देखेकै थिएन त पछि पछि लाएर आएर मेरो भाइ होइन र भन्छु नि मेरो भाइ पठाइदिन्छु त पछि पछि आएको नि भगवान् मैले तलसम्म लगाए पछि अगाडि भएर साँच्ची सकिसक्यो क्या नि के गर्नु यस्तो छ पूजामा जानु पनि लाज लाग्छ हामीलाई आइसक्यो हामी बाटामा तर हामी जान लाज मानिरहेको छ लाज के हो यस्तो रुणी भन्दैछ रुणी रुणी भनेर रहेछ कि गरे फेरि रुणी यहाँनिर बसौँ है के गर्नु पूजा घर गइसक्यो त्यो घरमा पूजा छ तर हामी लाज मानेर यहाँ बस्छौँ पर्या आउँछ नि पर्या फेरि हल्का लाज मान्दैन अनि पर्यासँग जान्छौँ गाउँ गयो चाहिँ मेरो साथीको घर हो साथी ब्लग हेर्दैछौ भने के भन्नु त साथी कर्णा के भन्नुहोस् साथी ब्लग हेर्दैछौ भने मेरो लाइक कमेन्ट सब्सक्राइब सब गरिदिनु होला भने कय म्याम हाम्रो ब्युटिफुल थ्याङ्क यू हाम्रो घर परिवारकी ब्युटिफुल गर्ल के भन्न के भनौँ म मेरो ब्लगलाई के भन् के भनौँ के भन्नु न म त्यो भन्छु मैले भनिन्छ आफै भन् के भयो कसरी पो जाने हो के छ्या जाने कसरी लाज लागिसक्यो हामीलाई लाज यस्तो लाज भन्ने कुरा पनि गाह्रो कपाल जति कसरी बाटो भयो राम्रो छ कपाल कति थाहा छ राम्रो छ मलाई थाहा छ यति पनि कसरी बाटो होइन त अब कपालबाट पनि नक्कल पसाऱ्यो भने चाहिँ म केही बोलिनँ आई एम स्पिचलेस म केही बोलिनँ के भन्नाले इङ्ग्लिस नजाएर बहिनी धेरै हामीलाई इङ्ग्लिस आउँदैन हेर्न फेरि केही बोलिनँ भयो इङ्ग्लिस धेरै आउँछ भनेर बहिनीले फेरि इङ्ग्लिस झारिरहेको छ हाम्रो अगाडि उयो मान्छेलाई हामी के भने होला नि के भन्छ ब्लग बनाइरहन् नयाँ नयाँ ब्लग होला के बोलौँ भन्ने भए होला भनेर भने होला नि त यस्तो राम्रो गाउँ छ नि हाम्रो
यस्तो राम्रो गाउँ चाहिँ कसको होला कि त्यही त के नि राम्रो गाउँ छ कसम दिदीमा सब सकियो सब भाँडा माग्दा सबै सकिन्छ सब मान्छे पनि बसेको थियो चिने होइन आवाजमा जान्ला हामी त्यति जाने दुईटा मतलब हामी जाने मम्मीहरू जानु थियो जानु त तर चाहिँ हाम्रो चाहिँ जुठो पऱ्यो नि त अनि त्यही भएर मम्मीहरू पनि हामी पठाउँथ्यो गाह्रो छ जुठो पनि 4 वर्षसम्म भयो यहाँ जुठो पर्न लाग्यो कहाँबाट आउनु बजारबाट म त चिन्दैन संस्कारी अनि मम्मीहरू जानु न अब हामीले पठाउनु भयो तर दुईवटा पूजाको निम्ति आएको थियो अनि हामी एउटा पूजामा आउनु लाग्छ आउनु जानु लाग्छ हेरेको घर तर हामीलाई लाज लागिरहेको जानु पनि भोलि फेरि अर्को पूजामा जाने हो करी जाने बारे हामी छैन करी जाने अनि त्यस पछाडि लाज लाग्दा तर त्यही पनि हामी जान्छौँ हिम्मत जुटाएर जुटाएर जान्छौँ तर त्यो पूजामा चाहिँ सबै सकेर भाँडासाँडा माझ्नु लाग्थ्यो त्यो पनि लाज लाग्यो ओके फेरि सब सकिएको छैन नानी सक्यो भनेपछि यो जस्तो बेजत त्यही माथि हाम्रो टिका पनि छैन घर टिका लगाऊँ भन्नलाई खाना भोक छैन फेरि पेट भर्ने नास्ता खाएर आइकी पर्या दुगुरी आइकी यहाँबाट देखिन्छ ल हाम्रो बहिनी आइसकिन् पर्या अब हामी जान्छौँ पूजामा गाली गरेर किन फर्काइस् भनेर कसले गाली गरेर मम्मीले आफू त जान सकेन अब त्यसलाई लगेर हो माइ गड गाह्रो छ गाह्रो ल पर्या हिँड स्टार्ट पर्या उठा ल हामी चाहिँ जानलाई है पर्यालाई थाहा छैन घर जान्छौँ कि पूजामा जान्छौँ थाहा छैन अब हामी एकछिनपछि भन्छौँ है पूजामा गयौँ कि घर गयौँ भनेर जान्छौँ अनि टक्क पाडामा चारामा लाग्यो नजानु पनि सक्छौँ हामी सिधै घर पनि फर्किन सक्छौँ मुख त देखा हेरमै के हुन्छ अब गाइस मैले खाएर भेजिसकेँ तर यिनीहरूले आज खाँदैछन् खानु नसकेर अब स्वर्गीय बाँचोला जस्तो खाइरहनु छिट खाऊ भनेको छु गरेर खाइरहेको छु छिट खाऊ पर्यो छिट खाएको मतलब आलु खाइरहेको गाइस हामी निक्लिसक्यौँ पूजाबाट खाएर पेट भरि अब साँझ म भात खान सक्दैन अरू त म पनि म त खान्छु बारे म त मोटाउने खाने हो राम्रो गाउँ कसको होला हाम्रो एउटा बिस्कुट चाहिन्छ हेर्नुहोस् गरौँ यहाँबाट घरबाट एक्लै आउँछ के कुरा हुन्छ अब अहिले आयो नखाइ हुन्छ पैसा अब हामी घर जान्छौँ अनि हाम्रो काइला अङ्कल बाइकमा बाई बाई हाम्रो अङ्कल त कहाँ पुग्नुहुन्छ 1 सेकेन्डमै आउनुहुन्छ 1 सेकेन्डमा घर पुग्नुहुन्छ गाह्रो छ छिटो पर्या हिँड्न पनि गाह्रो भयो यस्तो हिँड्छ मलाई थाहा थियो यस्तो हिँड्छ भने बत्ती आयो होला कि नै क्या गाई आज हाम्रो घर बत्ती नै आएन बिहानबाट लाइन गयो त्यसमा आएन के गरेर त्यही भएर तपाईँकोतिर आएको किन लाइन भन्छु मेरो मोबाइलमा चार्ज पनि थिएन नि के गरेर टाइम पास के गरेर गर्ने यति सुतेर कसरी उठ्ने त्यही भएर आयो मलाई तर म चाहिँ इक्जाम आयो पढाए पनि छैन केही पनि गरेन किनभने हामीलाई यो कार्दिनलाई कटै यो कट नो गर्दैन नै काट्दैन केही पनि गर्दैन हाम्रो गाउँको सबैभन्दा के गर्ने 4 बजे 4 बजीको अब 5 बज्छ लाइराखेन क्या अझै पनि हाम्रो गाउँको बनला रे भनेर हामीलाई यो ठुलो घर
घर है फेरि होटलबाट नजिकिनु होला सबले पहिला हेलो ओके पी खनाले सबले लुक पी खना भन्नु मलाई यति हाँसो लाग्थ्यो मलाई के भन्नु थाहा कति राम्रो छ ओपिडी पढाउनुहुन्छ अनि के भन्छ अनि त्यहाँले के त्यहाँ ठुलो गर्छ त त्यो घरतिर राम्रो गाउँछ हाम्रो राम्रो मतलब कि डिआइसर चिने यहाँ मेरो घर फेरि गफ नआन त अनि के भन्छ अहिले ठुलो गर्छ त हो त्यो ए हो झ्यालमा के त मलाई म त केही थाहा पाएन त्यहाँ ठुलो घर के रे ए लोकपी खनाले ए लोकपी खनाले क्या त्यो भन्दा चाहिँ के हो भन्दै नाम भन्नुपर्छ नाम हो भन्दै घाम आएर छ टल घाम गाइज हाम्रो घर आयो आन्टीको घर आयो बाई गाइज बाई जाऊ ल अब मेरो घर पनि आयो कस्तो छ हाम्रो घरमा गाइज मेरो ब्लगलाई लाइक कमेन्ट सब्सक्राइब सब गरिदिनु होला बाई बुवालाई देखाउँछु